अझै यसो यो जाउँ प्रिसोन होला नि प्रिसोन छ्या के भएको अड्किन्छ तैँले बुझिसेर नि त त्यहाँ के चाहियो पढ्न नजाने भए अलङ्कार बुझ्नुपर्छ मान्छे भएर त्यो बाङबोट एउटा बाङ्गोलाई भएर त आज कति दिन भयो यहाँ पुरै भएको रहेछ होला कसैसँग कुरा गर्नै मन लाग्दैन क्या खोइ के भएको खोइ के भूतले छुन्छ यार दिदी बेला बेलामा के भएको मलाई चाहिँ यो भूतबाट निकाल हो त तेरो त्यो भूत पेटलाई मार हान्नुपर्छ सोल्टी चक्कु उडाएर आउनु त मार हान्नुपर्छ धारलाई आउनु सोल्टी धेरै रगत टुक्रे बोक्सिँदा मार हान्नुपर्छ इस्युको हुन त मेरो नामै इस्यु नाममा इंगरा सबसी भूत इंगरा मेसी जिंदगी के बात नंबर 3 डाउन नाउ नंबर 4 सँगसँगै सोल्डिल त अनि गेट धन्ने के भनेको गेडी फुट्ने गरी हान्दो रहेछ त हाड्न आएको जिब्रे यार कता ओए चिकन डिनर खोला जस्तो लाग्यो यार कति धेरै हिल गाडी बोकेर दौडिसक्यो एउटा सोल्टी चाहिँ मेरो माया कता हुनुहुन्छ र भनेको म आधा बाटोमा हेर त आमा यस्तो राम्रो गाडी हेर त ल्याम्बरगिनी चला गिमी हो कि गिनी हो त्यसो भनेको त हेर भित्तामा ठोक्दै हिँड्दै गर्दै केटाहरू त लो 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 ओए खसाल्यो होसमा जोस नगुमाओ न केटा ल्याम्बरगिनी बोकेर यार अब चट्ट लाएर होइन यसो खानेकुरा टिप्नुपर्छ आमामामा ओए के साह्रो खानेकुरा हो त यहाँ चारो गर्नु पनि छ म खोज्दै आउँदैछु दिदी पेट्रोल सकेछ होइन यहाँ पेट्रोल हाल्नु ल ए सोल्टी यहाँ पेट्रोल हाल्नु ल इसको पुरा 3x ला इस्यु मार्क लगाएर छोड्नु 3x पाएन होला बल्ल ब्याग भेटा केही पाएन ल बमको बमहरू पनि टिपेर हिँडिरहेको छु त्रिसोन हाम्रै हो गाडीहरू नबोक क्या इस्यु हिल बोक हिल लास्टमा कति पर्छ हेर्न के गर्नु गेडागुडी नखाएको पनि कति भयो अनि दिदी अनि बोक्नु परेन यसो एनर्जी दिन्छ नि त है सोल्टी कुरा सुन्दै गर्नु है अनि गेडागुडी त चाहिन्छ भो अनि यसो एनर्जी आउनु पर्दैन गेडागुडी खाएर एनर्जी 9 महिना पुग्न पब्जी खेल्न सकिन्छ त अनि एनर्जी नै नभएपछि त पब्जी खेल्न कहाँ सकिन्छ यसो गेडागुडी खाए पो एनर्जी आउँछ अनि पब्जीमा पनि होइन माटो पनि घस्री हुन्छ कि टुक्रुको बसेर हुन्छ कि होइन हान्न सक्छ नि त
अरू फेरि अन्तै नसोच्ने चाकमा फेरि के अरे चाकमा उयो पल पर्ने गरी होइन ओ दिदी म अहिले मऱ्यो भने त अहिले म मऱ्यो भने त साँच्ची मलाई त पुरा रातै हुन्छ त मेरो त कपडै चेन्ज हुन्छ है एकचोटि फेरि मऱ्यो भने त किन त्यस्तो भएको किन त नि साँच्ची भने म मऱ्यो भने मेरो शरीरबाट त कपडै निस्किन्छ त हौ त्यो त बोक्दा चाहिँ त भाला हान्नु बोक्साहरूले भाला भाला तिखारेर लिएर आउँछ छात्तीमै हान्ने गरी छातीमै हान्ने ठाउँमै हान्ने नि वारपार हुने गरी ए छात्तीमा हान्ने 54 क्या रुपियाँ पैसा छात्तीमा पैसा मसँग 21 रुपियाँ छ हाने लिनु त पैसा दिदी 54 अब यहाँ 1 गएर लाख म्याथ एक किन्नु लाख पर्छ 1 लाख 1 लाखको आइज 1 लाख बोकेर आइज 50 किलो भने के 1 लाख टिप्दैन त हो ब्याङ्कले चाहिँ टिप्दैन त के भएको